सामाजिक सञ्जालका कन्टेन्ट मोडरेसन सिस्टमहरू पश्चिमी मूल्यमा आधारित हुन्छन्। नमस्कार साथीहरू, आज हामी एल्गोरिदमिक कोलोनिजम भन्ने गम्भीर विषयबारे छलफल गर्दैछौँ। विश्वका अधिकांश प्रविधि प्लेटफर्महरू र एआई प्रणालीहरू पश्चिमी मुलुकहरूमा विकास हुन्छन्, तर ती पुरै दुनियाँमा लागू गरिन्छन्। यसले धेरै ठूलो प्रश्न खडा गर्छ। के ती प्रणालीहरूले हाम्रा भाषा, संस्कृति र स्थानीय आवश्यकताहरूलाई वास्तवमै बुझ्छ? जस्तै उदाहरणका लागि ट्रान्सलेट गर्ने सफ्टवेयर वा हार्डवेयरहरू प्राय अङ्ग्रेजी केन्द्रित हुन्छन्, जसले नेपाली जस्ता भाषा उपेक्षित हुन्छन्। सामाजिक सञ्जालका कन्टेन्ट मोडरेसन सिस्टमहरू पश्चिमी मूल्यमा आधारित हुन्छन्, जसले हाम्रो सांस्कृतिक सन्दर्भलाई गलत बुझ्न सक्छ। एआईमा प्रयोग हुने डेटासेटहरू मुख्यतया पश्चिमबाट सङ्कलित हुने भएकोले तिनले हाम्रो समाजको विविधता र वास्तविकतालाई समेट्दैनन्। यही नै हो एल्गोरिदमिक कोलोनिजम, प्रविधिको नाममा हुने नयाँ प्रकारको उपनिवेशवाद। यसले केवल प्रविधिको प्रयोगमा मात्र होइन, सत्तामा समेत असमानता निम्त्याउँछ। केही देशका कम्पनीहरूले दुनियाँभरका प्रयोगकर्ताको डेटा, सूचना र निर्णय प्रक्रियामा नियन्त्रित गर्ने शक्ति पाउँछन्। त्यसो भए अब के गर्न सकिन्छ त? पहिलो उपाय, स्थानीय भाषामा एआई र प्रविधि विकास गर्न नीति र लगानी बढाउनु पर्छ। दोस्रो, प्रविधि कम्पनीहरूले बौद्धिक विविधतालाई ध्यानमा राखेर नैतिक र पारदर्शी एल्गोरिदम बनाउनु पर्छ। र तेस्रो भनेको प्रयोगकर्ताले पनि आफ्नै भाषा र संस्कृतिलाई प्रविधिमा जोगाउन सक्रिय हुनुपर्छ। प्रविधि सबैलाई समान अवसर दिनुपर्ने हो, तर यसले सांस्कृतिक पक्षपात र शक्ति असमानता बढायो भने हामी फेरि नयाँ प्रकारको उपनिवेशवादमा फस्नेछौँ। तपाईलाई के लाग्छ? के एआई र प्रविधिले हाम्रो संस्कृतिलाई दबाइरहेको छ? आफ्नो विचार कमेन्टमा व्यक्त गर्न नबिर्सिनुहोला।